हेलो गाइज, आज हामीले नक्कल भाले खाँदैछौँ चिसो मौसममा। यसको रेसिपी अन्तिमसम्म हेर्नु होला ल। यही भाले हो ल। चलो अनि पानी पर्लाको 2-3 दिन भयो नि त, त्यस्तो चिसो गरेर छ नि। हामीले आज खाम न त भनेर खान लाग्यो। यता हेर्नु त भाउजू, खै देखाइ नि त। एकपट्टि भाले एकपट्टि छोरालाई पकडेर हिँड्न लाग्छ फेरि। यहाँ गाह्रो छ हौ। हाम्रो बाबाले काट्न लाग्नु भएको छ। यी गाइज मासु यति भएको छ, लगभग 2.5 केजी भएको थियो। 1 केजी हामीले फ्रिजमा राखेको छौँ, धेरै हुन्छ भनेर। 1.5 केजी पकाउन लाग्छौँ। पाक्दैछ आगोमा, अर्ग्यानिक टेस्ट एकदम मिठो आउँछ भनेर। पहिला हामीले मेथीहरू ज्वानोहरू हाल्यौँ तेलमा, अनि त्यस पछाडि प्याज हालेर रोट्दैछौँ है। मासु हालिसक्यौँ है हामीले। त्यसपछि अदुवा मसला हाल्यौँ। मसलामा चाहिँ अदुवा, खुर्सानी, टिमुर होइन, लसुनहरू के हालेर बनाउँछौँ है। अन्त पाकिसकेपछि मसला हाल्यौँ। त्यसपछि हामीले कुकरमा किन पकाएको भन्दाखेरि मासु एकदम साह्रो थियो। 1 वर्ष पुगेको हो नि त भाले, साह्रो थियो, त्यही भएर अलिक कराइमा हुन्न भनेर कुकरमा पकाएको है। मासु रेडी भइसकेको छ। झोल बनाएर खान लाग्छौँ। झोल मिठो झोल हुन्छ नि त, अर्ग्यानिक नक्कल कुखुराको झोल।